यही फागुन 21 गते हुने निर्वाचनको लागि म्यादी प्रहरीको भ्याकेन्सी खुल्ने भएको छ। साथीहरू, यदि तपाईँहरू पनि म्यादी प्रहरीमा भिड्ने तयारीमा हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि विशेषतः महत्त्वपूर्ण र फलदायी रहनेछ। साथीहरू, म्यादी प्रहरीको भ्याकेन्सी कहिले खुल्छ, शैक्षिक योग्यता कति आवश्यक पर्छ, हाइट, वेट जस्ता फिजिकलका कुराहरूदेखि लिएर रिटर्नमा आउन सक्ने सम्भावित प्रश्नहरूको बारेमा विस्तृत रूपमा छलफल गर्नेछौँ। साथीहरू, अब भने आजको भिडियोतर्फ प्रवेश गरौँ। म्यादी प्रहरीको भ्याकेन्सी भनेको अब आउने आगामी महिनामा खुल्ने भएको छ र म्यादी प्रहरीमा लगभग 1,15,000देखि 1,30,000 सम्मको कोटा आह्वान भएको छ। म्यादी प्रहरीको लागि तपाईँको उमेर भनेको 18 वर्ष पुरा भई 54 वर्ष ननागेको हुनुपर्नेछ। यदि तपाईँ 18 वर्ष पुरा भएर 54 वर्ष नागेको हुनुहुन्न भने तपाईँले म्यादी प्रहरीको फर्म भर्न सक्नुहुनेछ। शैक्षिक योग्यताको बारेमा भने तपाईँले सामान्य लेखपढ गर्न जान्नुपर्नेछ। यदि तपाईँले आफ्नो नाम, ठेगाना, वतनहरू लेख्न सक्नुहुन्छ भने तपाईँले यसमा फर्म भर्न सक्नुहुनेछ। त्यसैगरी तपाईँहरूले म्यादी प्रहरीमा रहेर सेवा अवधि भनेको 40 देखि 50 दिनसम्म रहन सक्छ र तपाईँको पारिश्रमिक भने सोही अनुसार 50,000 सम्म रहन सक्नेछ। त्यस्तै गरी म्यादी प्रहरीको लागि आवश्यक योग्यतामा नेपाली नागरिक हुनुपर्नेछ, कुनै पनि नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको रहनुपर्नेछ र राजनैतिक दलको सदस्य नरहेको, त्यस्तै गरी शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त भएको रहनुपर्नेछ। साथै म्यादी प्रहरीमा विशेष प्राथमिकता पनि दिइनेछ, जसमा चाहिँ नेपालको जुनसुकै सुरक्षा निकायमा काम गरिसकेको व्यक्ति हुनुपर्नेछ। त्यस्तै गरी विदेशी मित्र राष्ट्रमा सुरक्षा निकायमा काम निवृत्त भएको व्यक्ति, त्यस्तै गरी विगतको निर्वाचनमा म्यादी प्रहरीमा सन्तोषजनक सेवा गरेको व्यक्तिलाई चाहिँ विशेष प्राथमिकता दिइनेछ। त्यस्तै गरी शारीरिक तन्दुरुस्तीको कुरामा भने उमेर समूह 18 देखि 39 वर्ष रहेकोलाई 1 किलोमिटर दौडमा पुरुषलाई 5 मिनट समय दिनेछ भने महिलाको लागि 7 मिनट समय दिनेछ। त्यस्तै गरी यदि तपाईँको उमेर समूह 40 देखि 54 वर्षको रहेको छ भने 1 किलोमिटर दौडको लागि पुरुषको लागि 10 मिनट दिइनेछ भने महिलाको लागि 12 मिनट समय दिइनेछ। त्यस्तै गरी सिट अफ रहेको छ, जसमा चाहिँ 18 देखि 39 वर्षसम्मको लागि 10 पटक पुरुषको लागि 5 पटक महिलाको लागि रहेको छ। त्यस्तै गरी 40 देखि 54 उमेर समूहका लागि 5 पटक पुरुषको लागि, त्यस्तै गरी महिलाको लागि 4 पटक रहेको छ र पुस अफ रहेको छ। पुसअपमा भने 18 देखि 39 वर्ष उमेर समूहका लागि 10 पटक पुरुषको लागि पुसअप र 5 पटक महिलाको लागि। यदि तपाईँको उमेर समूह 40 देखि 54 रहेको छ भने पुसअपको लागि महिलाको लागि भने 4 पटक र पुरुषको लागि भने 5 पटक तोकिएको छ। साथै म्यादी प्रहरीको फर्म कहाँबाट भर्ने भनेर तपाईँ अन्यलमा हुनुहुन्छ भने म्यादी प्रहरीको दरखास्त आह्वान भएपछि तपाईँले आफ्नो नजिकै रहेको जिल्ला प्रहरी कार्यालयमा गएर म्यादी प्रहरीको फर्म भर्न सक्नुहुनेछ। त्यस्तै गरी अर्को महत्त्वपूर्ण पक्ष भनेको लिखित परीक्षा रहेको छ। लिखित परीक्षा तयारी गर्नको लागि तपाईँले निम्न विषयहरूमा अध्ययन र जानकारी लिनुपर्ने हुन्छ। सामान्य ज्ञानको बारेमा, त्यस्तै गरी नेपालको भूगोल सम्बन्धी सामान्य ज्ञान रहेको छ, त्यस्तै गरी निर्वाचन र म्यादी प्रहरी सम्बन्धी जानकारी। अर्को रहेको छ शान्ति सुरक्षा, सुरक्षा निकाय तथा स्थानीय निकाय सम्बन्धी जानकारी र अन्तिममा रहेको छ विविध विषयवस्तु सम्बन्धी जानकारी लिनुपर्ने हुन्छ। साथीहरू, यिनै कुरालाई ध्यानमा